सुदन गुरुङको यो कुरो चाहिँ चित्त बुद्ध लाग्यो। झापामा भएको भ्यू टावर हस्पिटलमा सञ्चालन गर्न कस्तो हुन्छ भनेर सल्लाह लिँदैछन्। हेर्नु त। हजुर मन्त्रीज्यू, भाइ म सुदन दाइ बोलेको। नमस्ते नमस्ते। मन्त्रीजी के बिजी हुनुहुन्छ अहिले, मिटिङमा हुनुहुन्छ? ल मन्त्रीज्यूले एउटा के भन्नु पऱ्यो भन्दाखेरि भाइले होइन, जुन चाहिँ हाम्रो त्यो झापामा एउटा टावर बनाएको छ कि, भ्यू टावर बनाएको छ नि होइन, हो त्यो सहरी विकासको अन्डरमा आउँछ होइन। त्यो भ्यू टावर चलेको पनि छैन, लगभग 2 अर्ब खर्च भएर हाम्रो त्यो बनाएको छ होइन, भ्यू टावर बनाएको छ होइन। त्यसलाई एउटा हस्पिटल बनाउने निर्णय गरिदिउँ त ल। त्यसलाई हस्पिटल बनाइदिउँ है। हस्पिटल बनाउने एउटा निर्णय गरिदिउँ। त्यसपछि म स्वास्थ्य सचिवसँग कुरा गर्छु होइन। अनि सरसामग्री गरेर, किन त्यो झापामा त्यहाँ राम्रो हस्पिटल छैन क्या, बुझ्नु, पब्लिक हस्पिटल छैन होइन। अनि त्यो भ्यू टावरमा त्यहाँ कोही मान्छे पनि गएको छैन, केही बसेको छैन होइन। झापा 5 हो, झापा 5मा त्यहाँको मान्छेहरूले एटलिस्ट त्यो राहत पाउँछ क्या। अनि नगरौँ, त्यो हस्पिटल बनाइदिउँ ल। मन्त्रीज्यूलाई त्यही भनिदिउँ ल है।